चलो गाइस नमस्ते अनि वेलकम ब्याक टु फ्रेन्ड्स ब्लग आई एक्सट्रा सन्चै छ म पनि सन्चै छु अनि अहिले चाहिँ म चाहिँ भान्जालाई स्कुलतिर आउनुको लागि यहाँ अगाडि गाडी आउँछ गाडीमा छोड्नको लागि जाँदैछु यहाँ चाहिँ भान्जा टक्क लगाएर हल्का बिरामी पनि छन् अनि 8 बजीतिर गाडी आउँछ क्या अनि बाटो बनिरहेछ क्या पुरै अनि सोचेर यहाँ चाहिँ गाडी आउँदैन त्यही भएर पुरै दिनुपर्ने हुन्छ पर बाल्टीपछि टक्क लगाएर सो गाइस अनि अब 2 दिन भयो क्या भाइ सुन्नु भएको चाहिँ घरका बिरामी पनि थियो नि त चाहिँ दबाई सबाई लगाइदिरहेछन् अनि अब चाहिँ आज चाहिँ स्कुल पठाउनु पऱ्यो भनेर स्कुल पठाउँदैछौँ अनि किनभने हल्का बिरामी पनि छौँ क्या किन अहिले मौसम चेन्ज एकदम जाडो मौसम सुरु भएकोले अब अलिक ठिक पनि छ नि त त्यही भएर आजदेखि चाहिँ स्कुल पठाउनु लागेको सो गाइस हुन्छ यता आउँदैछ बाटो बन्दैछ क्या यता हामी घरको अगाडिपट्टि त्यही भएर गाडी चाहिँ आउँदैन सो गाइस हामी चाहिँ अहिले भेटको प्रतीक्षामा छौँ भेट नै आउँदैन त डगी गाइस डगी देख्न सक्नुहुन्छ डगी स्कुलको लागि रेडी हुनुपर्ने हुन्छ भाइ त गइहाले So there you guys. यो 9:30 को अंक पर तो बाटो बन्ने छ अनि त्यही भएर यहाँ आएको हजुर नि त एकपल्ट छ नि त्यही 2-4 दिनको लागि चाबी भाइ त म रन्काइदिहाल्थे हाम्रो यहाँ दिदीको निश्चय सेम टिट्टु मलाई चाहिँ अर्को थियो गाइस म चाहिँ अहिले टक्क लगाएर खानासाना खाएर ब्रस गरेर गरिसकेको छु ब्रसहरू गरिसकेको छु अब चाहिँ स्कुल जानुको लागि रेडी हुनुपर्ने हुन्छ हाम्रो चाहिँ मेरो चाहिँ अनि त्यही हो अब आज कोचिङ आएकोले बेलुका पार्दैन दिउँसो है जानुको लागि रेडी गर्नुपर्ने हुन्छ लुगा सुगा जानुपर्ने हुन्छ आइटम्सहरू गर्नुपर्ने हुन्छ खानासाना खाइहाल्यो टक्क लगाएर चाहिँ म त्यसको लागि रेडी हुन्छु सुगा आज चाहिँ घाम लागे पनि त्यस्तो साह्रो छैन क्या गर्मी छैन क्या गर्मी त छैन घाम लागे पनि सो गाइस त्यही हो सो गाइसहरू म चाहिँ अलिक टक्क रेडी भइसकेको छु स्कुल जानुको लागि तयारी भइसकेको छु अब चाहिँ म स्कुल जान्छु सुजान लागेको सो गाइस त्यही हो है अनि अहिले चाहिँ म चाहिँ स्कुलदेखि आएर बल्छिन थिएँ अनि किनभने बिहानै जा स्कुल अनि फेरि बेलुका 5 बजी आइज आज त कोचिङ भएन मेरो अनि अरू बेलुका कोचिङ हुन्थ्यो नि त त्यही भएर म चाहिँ बेलुका आधी घन्टा फुटबल भलिबल खेल्न जान्छु क्या किनभने बिहान 5 बजी जाए स्कुल बेलुका 5 बजी आइसक्यो हो क्या बोर हुने त्यही भएर एकछिन चाहिँ माइन्ड फ्रेस गर्नको लागि पनि हुन्छ नि अब त्यही भएर क्या बेलुका जान्छु अनि अहिले चाहिँ यहाँ चाहिँ भान्जालाई होमवर्क गराउँदैछु यति भाइ होमवर्क गर्दैछन् टक्क लगाएर आज चाहिँ यहाँ ल्यापटप यतापट्टि छ गीत सुन्दै सो त्यो गाइजहरू अनि खानासाना खाएर म घरमा बस्छु पढ्न बस्छु त्यसमा भाइ सक्छ नि त अनि भाइ चाहिँ सुन्छ छिटै बस्नु बिहान पनि सुत्दै भने त्यही 11 बजीतिर सुत्छु म चाहिँ बिहान छिटै उठ्छु बिहानै जानुपर्छ अरे कोचिङ हुँदा चाहिँ लास्ट डे हो क्या बिहान नि जाडोमा फेरि गरि नभए त हुन्थ्यो जाडोमा त गर्ने लाग्दैन केही झ्याउ लाग्छ सो तर पनि म्यानेज गर्नुपर्ने हुन्छ पढाइलाई पनि फोकस गर्नुपर्ने हुन्छ नि त त्यही भएर हो है मेरो ब्याग चाहिँ यहीँ छ क्या अहिले खोलेकै छैन स्कुल देखाएर यत्तिकै छ त्यही हो है अनि खानासाना खाइसकेँ मैले चाहिँ भाइले पनि खाइसकेँ अनि अब चाहिँ होमवर्क गर्न बस्ने टक्क लगाएर हल्का बेलुका छ खासै होमवर्क छैन अनि त्यो कम्प्लिट गर्नुपर्ने हुन्छ अनि उनीहरूले चाहिँ गर्दैछन् कम्प्लिट गरेछन् लास्ट एउटा छ उसको चाहिँ अनि उ सकेर सुत्नु चाहिँ अनि म चाहिँ अब गर्छु सो गाइस त्यही हो थ्याङ्क फर वाचिङ टिल द एन्ड अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने
सब्सक्राइब चाहिँ गरिदिनु होला अनि साथै साइडमा रहेको बेल आइकनलाई पनि बजाइदिनु होला है। सो